मेरो सम्मान छ। राजनीतिक त्याग बलिदान दिएका ती तमाम नेताहरू जसले यो देशमा परिवर्तनको त्यत्रो गाह्रो समयमा जेल मेल भोगेर हामीलाई लोकतन्त्र गणतन्त्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा ल्याउनुभयो। मेरो सम्मान छ ती पार्टीहरूप्रति, नेताहरूप्रति मेरो सम्मान छ। तर त्यसलाई बेची खाने दोकान बनाउन त हामी कहाँ दिन्छौँ त नि? त्यसलाई सटर थापेर सधैँ बेच्ने ठाउँ त हामी बनाउन दिँदैनौँ। सम्मान छ, तर त्यो सम्मानलाई कायम राख्न पनि तपाईको पालमा बिपी जस्ता नेताहरू थिए होलान्, पुष्पलाल जस्ता नेताहरू थिए होलान्, तपाईहरू काङ्ग्रेस एमाले बन्नुभयो होला। अहिलेका भ्रष्टहरूका अगाडि तपाईँले आफ्नो इमान तिनका लागि भोट हालेर जोगाइदिनु पर्ने, नजोगाउनुहोस्, पर्दैन। मतपत्रमा होइन, मतपत्रमा गरिएको गल्तीले आज हामी कहाँ पुगेका छौँ भन्नुहोस् त। अरू केही पनि गर्न पर्दैन। हामीलाई मात्र 5 वर्ष हेर्नुहोस्, हामी एउटा साना पिसमा कुरा गरेर साध्यै छैन। यहाँ हरेक मान्छेलाई सोध्नुहोस्, एक एकवटा समस्या छ सबैको। ती एउटा खुद्रा कुरा गरेर साध्य हुँदैन। अब कुशासनको युगबाट एकैपटक डिपार्चर लिने हो हामीले। हामी हरेक ठाउँका व्यक्तिलाई एकैपटक सर्लकै सक्ने हो र जो सही हुनुहुन्छ, सत्य हुनुहुन्छ, उहाँहरूले चिन्ता गर्नु पर्दैन। वृत्तमा, प्रशासनको वृत्तमा, सुरक्षा निकायको वृत्तमा या न्यायालयको वृत्तमा या संवैधानिक निकायको वृत्तमा अलिकति दर त्रास भएको हो कि कसैले तर्साइ पो रहेको हो कि हामी आयो भने रासोपाले सबै खतम बनाउँछ भन्ने लागेको हो कि भन्ने मलाई लाग्छ। म त्यो पनि स्पष्ट पार्न चाहन्छु। संवेदनशील ठाउँहरूमा हामी अन्धधुन्ध त्यो चलाउने बिगार्ने हामी काम गर्दैनौँ। त्यसभित्रका व्यतिथिमा हाम्रो छ, त्यसलाई मिलेर सम्बोधन गर्ने कुरामा हाम्रो इन्ट्रेस्ट रहन्छ रासोपाको। तर त्यसका सबै मान्छे भत्काउने, त्यसलाई उता हराउने, मान्छे हटाउने, आफ्ना मान्छे भर्ती गर्ने त्यो काम हामीबाट हुँदैन। म सबै निकायलाई निर्धक्क हुन अनुरोध गर्न चाहन्छु कि यो दलीय जालोबाट देशलाई निकाल्नु पर्नेछ। काङ्ग्रेस र एमालेका मान्छे हटाएर रासोपाको मान्छे राख्ने भनेको होइन, ढुकाउनुहोस्। राम्रा मान्छेहरू छन् भने तिनको निरन्तरता हुन्छ, त्यो ग्यारेन्टी हामी गर्छौँ, कसैले चिन्ता लिनु पर्दैन।